ओ माइ गॉड कस्तो ठाउँमा हेर स्कुल यस्तो दामी ठाउँमा रहेछ यस्तो रहेछ स्कुल हामी त्यहाँ गएर पुरा सही सोध्छौँ होइन डाँडापारी यो डाँडाबारी जिन्दगीभरि भाइ यतिर के छ कुखुरा छ त कुखुरा लोकल कुखुराहरू छैन यहीँ मात्र हो बाटो छैन रहेछ उता यो रहेछ यहाँ आँखा यो खिचेन सबै हामी अब कहाँ आयौँ त ओ छैन त बाटो यहाँ लोकल कुखुरा पाउँछ त लोकल कुखुराहरू पाउँछ त हरिदाई घर भने कुन हो हरिदाई घर भने कुन हो हरिदाई कि दाई हुन्छ नि कुखुरा छ त कुखुरा के भन्नु लोकल कुखुरा हो 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 अब यो लोकल कुखुरा रे पाउँछ त आहा है डाँडा काँडा हरियाली राम्रो देखिँदैछ है यसो भिडियो डुअल एक्सिस पुरै कडा रहेछ रहेछ अरे छ ए ल लोकल छ यस्तो राम्रो स्कुललाई पारीको डाँडा यस्तो छ आहा यस्तो राम्रो क्यामेरा फ्लिप गर्दाखेरि हुँदो रहेछ कि अरे खोइ त कतातिर गाखेर चढ्नु ठुलो छ 1 किलो हो कि कस्तो त्यो छडी पलाउँछ ए ल के भन्छ यो ठाउँलाई स्कुल डाँडा स्कुल डाँडा स्कुल डाँडा रहेछ ल आजको यात्रा चाहिँ अब भाले पाएछ लगेर जानु पर्यो त्यो ठाउँ है हाम्रो घर हो यहाँ तल सामरी कहाँ छ दुध हो यो पसल पनि हो ए दुध कलेक्सन केन्द्र हो यो ए दुध पानी मिठो रहेछ त पानी पनि पानी आज धारै बन्द रहेछ म खाना खाने ए उहाँ त यस्तो घुमाएको देखिन्छ म त अहिले यस्तो आइसकेको छ यहाँ लगेर यसरी ट्याक्क राखेपछि त्यसले ल्याब्ले राख्दै गर्नेछ होइन हो एउटा चिट्की के दिन्छ होइन सानो ए के शान्त यो चाहिँ के दुध ल्याउने मान्छेहरूको नाम तपाईँहरूको चाहिँ यो सहकारी हो कि के हो यो यो चाहिँ सहकारी डेरी त्यो दुध ल्यायो त्यो अघि चाहिँ तपाईँको छोरा समाज ल्याउनु सक्छ तैँले समझ होला समाउनु पर्ने गएको छ लिएर भनेर कहाँ छ त्यो घर यही हो क्या हाम्रो यही हो पर ए रामदाई कि के भन्थ्यो तपाईँको त हरिदाई कि रामदाई भयो होइन होइन म त प्रेम हो ए प्रेमदाई हो ठ्याक्क प्रेमदाई भने हो नि बिर्सेछ क्या हामीले प्रेमदाईको घरमा होला भन्थ्यो तल उतातिर सोद्धा स्कुलको उतापट्टि जानु त्यहीँनिर छ भन्दै थियो ए कति भयो तपाईँले गर्नु थाले म यो गरेर त भइसक्यो तेरो 12 वर्ष त क्यान दोकान ढुवानी गरेँ मैले ए यो त्यहाँ छोडेपछि अहिले यहाँ बाटो आएको 12 वर्ष भइसक्यो होइन पहिले चाहिँ ढुवानी गरेर चाहिँ केमा बोकेर ए बोकेर चाहिँ